चालू आर्थिक वर्षमा मर्मत सुधारका लागि विनियोजित भएको नियमित बजेट र वार्षिक कार्यक्रम कटौती गरेर पुनर्निर्माण सुरु गरिएको हो। आगामी माघ 21 गतेभित्र प्रदेशसभा बैठक बस्नुपर्ने कानुनी प्रावधानलाई ध्यानमा राखेर पुनर्निर्माण थालिएको हो। अहिलेसम्म हामीले नयाँ बजेट छुट्टै मर्मत सुधार गर्ने भनेर माग गरे पनि छैनौँ हामीहरूले। तर अहिले के छ भने हाम्रो कुनै चाहिँ मतलब के छ भने भवन मर्मतमा चाहिँ मतलब यसो 2-4 लाख अथवा चाहिँ मतलब रङरोगनमा यति लाख भनेर चाहिँ टुक्रा टाक्री बजेटहरू छ। त्यो बजेटले हामीले के गर्न सक्छौँ? हामीले अब जलेको कोठाहरू चाहिँ मतलब के छ सिमेन्ट प्लस्टर सस्टर गर्ने अनि त्यसपछि एउटा टालटुल गर्ने। हालसम्म सभामुख उपसभामुख सहित पदाधिकारी र विषयगत समितिका कार्यकक्षहरू मर्मत र रङरोगन अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेश सभाको पदाधिकारीको कार्यकक्षहरू हामीले निर्माणको अन्तिम चरणमा पुर्याएका छौँ। अहिले रङरोगनको कार्य चलिरहेको छ। त्यसै गरी विषयगत समितिका कार्यालयहरू पनि हामीले तयारी गर्दैछौँ। अहिले उसको पनि मर्मत सम्हारको काम चलिरहेको छ भने प्रदेश सभाको बैठक आगामी माघ 21 गतेसम्म बस्नै पर्ने संवैधानिक प्रावधान बमोजिम हामीले त्यति बेलासम्म बैठक बस्ने गरी अस्थायी भवनको लागि चाहिँ तयारी अगाडि बढाएका छौँ। प्रदेश सभाको सबैभन्दा महत्त्वपूर्ण मानिने बैठक कक्ष भने पुनर्निर्माण हुन सकेको छैन। यस अघिको बैठक कक्ष पुनर्निर्माणमा समय लाग्ने भएपछि अस्थायी संरचना निर्माण थालिएको छ। बैठक कक्षका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास निर्देशनालयले 13 लाख रुपैयाँ खर्च गरेर अस्थायी संरचना निर्माण सुरु गरेको हो। जेएनजी आन्दोलनबाट बिग्रेका सबै भत्केका जलेका संरचनाहरू मर्मत गर्ने क्रममा अब ठुलो लागतको एउटा प्रदेश सभा हल निर्माणको लागि अस्थायी हल भनौँ अहिले त्यो निर्माणको लागि चाहिँ हाम्रो पूर्वाधार विकास निर्देशनालयबाट प्रक्रियागत रूपमा अब टेन्डर प्रक्रिया भएर काम सुरु हुँदैछ। आन्दोलनपछि ध्वस्त भएको प्रदेशसभाको बैठक कक्ष भने प्रयोग गर्न मिल्छ या मिल्दैन र पुनर्निर्माणका लागि के कति बजेट खर्च हुन्छ भनेर अध्ययन समेत हुन सकेको छैन। यही कारण प्रदेशसभाले नियमित बैठकका लागि वैकल्पिक रूपमा अस्थायी संरचना निर्माणको विकल्प रोजेको हो। अब त्यसलाई मर्मत सुधार गर्नुपर्ने अवस्था थियो। अहिले त्यसमा हामीले केही चाहिँ त्यसलाई चाहिँ मर्मत सुधार गरेर बढाएर अब अहिले दर्शक दीर्घ चाहिँ मतलबलाई पनि अलिकति त्यति चाहिँ अब महत्त्व चाहिँ मतलब अब चाहिँ मानिसहरूलाई मात्रै पुग्ने गरेर एउटा चाहिँ के छ सामान्य टेबल र चाहिँ मतलब केही चाहिँ मतलब सामान्य कुर्सीहरू राखेर सभा चलाउने हिसाबले हामी तयारी गरेका छौँ। त्यो टाइम फ्रेममै बन्छ भन्नेमा म करिब ढुक्क छु। आगजनीबाट कार्यालयमा रहेका सम्पूर्ण विद्युतीय उपकरण फर्निचर र महत्त्वपूर्ण अभिलेख पनि नष्ट भएका थिए। झण्डै 4 करोड बराबरको भौतिक सम्पत्तिमा क्षति भएको प्रदेशसभा सचिवालयले जनाएको छ। कान्तिपुर समाचारका लागि कमल पन्तको साथमा देव राणा, सुर्खेत।